बिहान करिब 8:30 बजे बाराको जितपुर सिमरा 1 बाट 3 वर्षकी गरिमा चौधरी हराइन्। करिब 2 घण्टा 45 मिनटपछि उनकी आमाले प्रहरीलाई खबर गरिन्। प्रहरीले खोजी सुरु गर्यो तर 2 दिनसम्म गरिमाको कुनै सुराग भेटिएन। अगस्त 18 को साँझ एउटा खाली घरबाट आएको शंकास्पद सूचनापछि प्रहरी त्यहाँ पुगे र त्यहाँ भेटियो गरिमाको शव। अब प्रश्न केवल गरिमामाथि अपराध कसले गर्यो भन्ने मात्र छैन, अर्को गम्भीर प्रश्न पनि छ। गरिमा हराएको जानकारी प्रहरीलाई दिइसकेपछि ती करिब 61 घण्टामा के भयो? प्रहरीले कहाँ कहाँ खोज्यो, कति छिटो खोज्यो र के कति कमजोरी भयो? आज हामी गरिमा चौधरी घटनाको सुरुदेखि अहिलेसम्मको घटनाक्रम बुझ्नेछौँ र यदि राज्यको जिम्मेवारीमा कुनै कमजोरी भएको थियो भने त्यसको जवाबदेही को हुन्छ? न्याय गरिमालाई। गरिमा चौधरी बाराको जितपुर सिमरा उपमहानगरपालिका 1 10 धुरे बस्तीकी 3 वर्षकी बालिका थिइन्। उनका बुबा मनोज चौधरी र आमा मनमती चौधरी थारू हुन्। 10 धुरे एउटा सामान्य बस्ती हो जहाँ धेरै परिवार दैनिक ज्यालादारी र साना काम धन्दामा निर्भर छन्। गरिमा पनि त्यही सामान्य वातावरणमा हुर्किरहेकी थिइन्। तर अगस्त 16, 2026 को त्यो बिहानपछि उनको जीवनको कथा अचानक बदलियो। पहिले उनी हराइन्, त्यसपछि खोजी सुरु भयो। 2 दिनपछि उनको शव भेटियो र त्यसपछि यो घटना एउटा परिवारको पीडा मात्र सीमित रहेन। यसले प्रहरीको भूमिका, बाल सुरक्षा र राज्यको जवाबदेहितामाथि समेत प्रश्न उठायो। तर यहाँ एउटा कुरा स्पष्ट राख्नुपर्छ, गरिमामाथि अपराध गर्ने व्यक्तिको विषय फौजदारी अनुसन्धान हो। प्रहरीले आफ्नो जिम्मेवारी सही रूपमा काम गर्यो कि गरेन भन्ने विषय छुट्टै प्रशासनिक अनुसन्धान हो। त्यसैले अब हामी घटनाको क्रमलाई तथ्यका आधारमा बुझ्दै जानेछौँ। अगस्त 16, 2026 का बिहान करिब 8:30 बजे गरिमा आफ्नो घरबाट हराइन्। परिवारले उनलाई खोज्न थाल्यो। बिहान 11:15 बजे उनकी आमा मनमती चौधरीले प्रहरीलाई जानकारी गराइन्। उपलब्ध रिपोर्ट अनुसार त्यसपछि प्रहरीले गरिमाको हुलिया विभिन्न प्रहरी कार्यालयमा पठायो। मोबाइल प्रहरी टोली परिवारको घरमा पुग्यो र सोधपुछ गर्यो। त्यसपछि सिमरा, जितपुर, हुलास, जगदम्बा, हवाई मैदान वरपर र स्टेडियम नजिकको जङ्गल लगायतका क्षेत्रमा खोजी सुरु गरियो। पथलैया, दशधुरे र दुधहरा क्षेत्रमा पनि प्रहरी टोली परिचालन गरिएको बताइएको छ। द्रुत प्रतिक्रिया टोली अर्थात् QRT पनि खोजीमा सहभागी भयो। तर पहिलो दिन बित्यो, गरिमाको कुनै ठोस सुराग भेटिएन। दोस्रो दिन पनि खोजी जारी रह्यो तर गरिमा अझै भेटिएनन्। अगस्त 18 का साँझ करिब 5:45 बजे जितपुर सिमरा 1 स्थित एउटा खाली घरबाट शंकास्पद वस्तु र दुर्गन्ध आएको सूचना प्रहरीलाई पुग्यो। प्रहरी टोली घटनास्थलमा पुग्यो। थप प्रहरी टोली र विशेष तालिम प्राप्त सुग्ने कुकुर टोली समेत त्यहाँ ल्याइयो र त्यही खाली घरको एउटा कोठामा गरिमाको शव फेला पर्यो। त्यसपछि घटनास्थल सुरक्षित गरी प्रमाण सङ्कलन सुरु गर्यो। राति करिब 10 बजे प्रहरीले 2 जना शंकास्पद व्यक्तिलाई पक्राउ गर्यो। अगस्त 16 बिहानदेखि अगस्त 18 रातिसम्मको यो समय करिब 61 घण्टा हुन्छ र यही 61 घण्टा अहिले यो घटनाको सबैभन्दा ठुलो प्रश्न बनेको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा गरिमालाई चकलेटको लोभ देखाएर घटनास्थलतर्फ लगिएको र त्यहाँ यौन हिंसा तथा हत्या गरिएको आरोप छ। तर यो कुरा अहिले आरोपकै तहमा छ। अदालतले अन्तिम फैसला गरिसकेको भने छैन। त्यसैले पक्राउ परेका कुनै पनि व्यक्तिलाई अहिले नै दोषी भन्न मिल्दैन। उपलब्ध रिपोर्ट अनुसार पक्राउ परेका मध्ये 1 जना 16 वर्षीय सुमन थापा छन्। उनी स्थानीय सवारी साधनमा सहचालकको काम गर्ने गरेको बताइएको छ। सोही गाडीका चालक पनि पक्राउ परेका छन् तर चालकको नामबारे विभिन्न सञ्चार माध्यममा फरक विवरण प्रकाशित भएका छन्। त्यसैले आधिकारिक अभियोग पत्र नआएसम्म हामी उनको नामलाई निश्चित तथ्यका रूपमा प्रस्तुत गर्दैनौँ। अगस्त 19 मा बारा जिल्ला अदालतले थप 4 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको रिपोर्टमा उल्लेख छ। त्यसपछि गृहमन्त्रीको भनाइ अनुसार परिवारले दिएको थप उजुरीका आधारमा थप 4 जना अनुसन्धानका लागि पक्राउ परेका छन्। यसरी पछिल्लो जानकारी अनुसार कुल 6 जना हिरासतमा रहेको बताइएको छ। तर यी सबै व्यक्तिहरूको घटनासँगको वास्तविक सम्बन्ध के हो भन्ने पूर्ण विवरण अझै सार्वजनिक भएको छैन। त्यसैले अन्तिम निष्कर्ष निकाल्नु अहिले हतार हुनेछ। दोषी को हो भन्ने अन्तिम निर्णय प्रमाण र अदालतको फैसलाले गर्नेछ।
अब आउँछ यो घटनाको सबैभन्दा ठुलो प्रश्न। प्रहरीले आफ्नो जिम्मेवारी पर्याप्त रूपमा पूरा गर्यो कि गरेन? स्थानीयवासीले गरिमा हराएपछि भएको खोजी प्रक्रिया पर्याप्त प्रभावकारी नभएको आरोप लगाएका छन्। उनीहरूको प्रश्न छ, बिहान 11:15 बजे नै प्रहरीलाई जानकारी दिएको थियो भने त्यसपछि बितेका प्रत्येक घण्टामा के भयो? कुन ठाउँमा खोजी भयो? कसले सोधपुछ गरियो? कुन सूचना आयो र त्यसपछि प्रहरीको अर्को कदम के थियो? यी प्रश्नको स्पष्ट जवाब अहिले सार्वजनिक बहसको केन्द्रमा छ। तर प्रहरीमाथिको लापरवाहीको आरोप अहिलेसम्म आधिकारिक रूपमा प्रमाणित भएको छैन। बारा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले प्रहरी लापरवाहीको आरोपबारे जाँचबुझ भइरहेको बताएका छन्। गृह मन्त्रालयका अनुसार सम्बन्धित प्रहरी अधिकारीको आचरणबारे पनि छुट्टै अनुसन्धान भइरहेको छ। स्थानीयको मागपछि सिमरा क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख दिलीप छेत्रीको सरुवा भएको रिपोर्टमा उल्लेख छ। संसदमा समेत प्रहरीले घटनापछिका हरेक घण्टामा के कस्ता कदम चाल्यो भन्ने स्पष्ट एक्सन लग सार्वजनिक गर्न माग गरिएको छ। गरिमाको शव भेटिएपछि स्थानीयको आक्रोश सडकमा पनि देखियो। अगस्त 19 देखि जितपुर सिमरा विरोध प्रदर्शन सुरु भयो। स्थानीयले वीरगञ्ज पथलैया सडक खण्ड अवरुद्ध गरे र जिम्मेवार व्यक्तिमाथि कडा कारबाहीको माग गरे। त्यसपछि विरोध काठमाडौँसम्म पुग्यो। माइतीघर मण्डला लगायतका क्षेत्रमा पनि नागरिक, विद्यार्थी र अधिकार कर्मीहरूले न्यायको माग गर्दै प्रदर्शन गरे। कतिपय प्रदर्शनकारीले मृत्युदण्डको माग समेत गरे। तर न्यायको माग र प्रतिशोध फरक कुरा हुन्। निष्पक्ष अनुसन्धान, प्रमाणका आधारमा अभियोजन र अदालतबाट फैसला यही कानुनी न्यायको बाटो हो। गृहमन्त्री सुदन गुरुङले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कारबाही गर्नुका साथै बालबालिका सुरक्षित रूपमा बाँच्न सक्ने वातावरण निर्माण गर्नु सरकारको लक्ष्य रहेको बताएका छन्। उनले अपुष्ट दाबी र मिडिया ट्रायलबाट अनुसन्धान प्रभावित हुन नहुने बताएका छन्। मृत्युदण्डको मागबारे सरकारले नेपालको वर्तमान कानुनी व्यवस्था अनुसार मृत्युदण्ड लागू गर्न नसकिने स्पष्ट पारेको छ। तर सरकारको प्रतिक्रियामा अर्को महत्त्वपूर्ण कुरा पनि छ। प्रहरीको सम्भावित लापरवाहीबारे छुट्टै अनुसन्धान भइरहेको छ। यस घटनाले एउटा परिवारको पीडाभन्दा बाहिर गएर नेपालमा बाल सुरक्षा र राज्यको जवाबदेहितामाथि पनि गम्भीर प्रश्न उठाएको छ। एउटा बच्चा हराउँदा प्रहरीको पहिलो प्रतिक्रिया कस्तो हुनुपर्छ? खोजी अभियान कति छिटो व्यापक बनाउनुपर्छ? परिवारबाट आएको सूचनालाई कसरी प्राथमिकतामा राख्नुपर्छ र प्रहरीले गरेको प्रत्येक कदमको अभिलेख कसरी राख्नुपर्छ? यी प्रश्नको उत्तर गरिमाको घटनाका लागि मात्र होइन, भोलि अर्को बच्चा हराउँदा पनि महत्त्वपूर्ण हुनेछ। गरिमा अब फर्केर आउने छैनन्, तर उनको नामले नेपाल सामु एउटा प्रश्न छोडेर गएको छ। गरिमा हराएपछि ती 21 घण्टामा वास्तवमा के भयो? यसको उत्तर आरोपले होइन, प्रमाणले दिनुपर्छ, अनुसन्धानले दिनुपर्छ र अन्ततः अदालतले दिनुपर्छ। तर यदि राज्यको जिम्मेवारीमा कमजोरी भएको प्रमाणित हुन्छ भने त्यसको जवाबदेहिता पनि हुनुपर्छ। किनकि न्याय भनेको दोषीलाई सजाय दिनु मात्र होइन, भोलि अर्को गरिमा हराउँदा उस्तै समयमै खोज्न सक्ने प्रणाली पनि बनाउनु न्याय हो। न्याय गरिमालाई।